म फेरि कस्तो खालको मान्छे भने नि एउटा केटी मान्छेले राम्रो बोल्यो भन्दा म सक्कै हुने क्या त्यो आफ्नो करियर बनाउने बेलामा बोयफ्रेन्ड बनाउने हो त करियर सँगसँगै अनि बोयफ्रेन्ड चाहिँ कति वर्षको नि 40 वर्ष यो नर्स डाक्टरहरूलाई चाहिँ रोग लाग्छ लाग्दैन होला है यो नर्स डाक्टरहरूलाई चाहिँ रोग लाग्छ लाग्दैन होला है तपाईँ जापान हुँदाखेरि अर्को बिहे गरेर बस्छ नि तपाईँ जापान हुँदाखेरि अर्को बिहे गरेर बस्छ नि यस्तै पारा भन्दा बुढो कन्ने बस्नु पर्ला जस्तो लागिसक्यो यो जुनीमा यस्तै पारा भन्दा बुढो पर्ने बस्नु पर्ला जस्तो लागिसक्यो दुईजनाको कुरा मिल्छ कि क्या हो भने होला के हो त म पनि सिङ्गल तपाईँ पनि सिङ्गल रहेछ त्यसो भए होइन हामी जस्तो बुढापाकाले दिएको आशीर्वाद त लाग्छ नि त होइन नमस्ते एभ्रिवान गुड मर्निङ अनि स्वागत गर्दछु यहाँहरू सबैजनालाई मेरो यो आजको न्यू डे न्यू भिडियोमा अनि के छ तपाईँहरूको हालखबर सन्चै हुनुहुन्छ आशा गर्दछु यहाँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै आरामै छु र आज पनि म बिहानै राइडमा निस्किसकेको छु है त पानी पर्ला जस्तो गराएको थियो हिजोबाटै तर पर्न सकिराखेको छैन आज पनि हल्का त्यस्तै भइरहेछ मौसम बिग्रीको अवस्था छ होइन पानी पर्यो भन्दा हुन्थ्यो भनेको खोइ पर्न पनि सकिराखेको छैन कि पानी आजभोलि ठिकै छ आज पनि म बिहान के कस्तो हुन्छ मेरो आजको बिहान होइन सो देखाइ नै हाल्नेछु म तपाईँहरूलाई होइन पानी पर्यो भन्दा झन् राम्रो पानी परेन भने एकछिन म राइड गर्छु होला सो मैले राइडमा गरेको सबै कुराकानीहरू म तपाईँहरूलाई सेयर गर्ने नै छु आजसम्म तपाईँहरूले मेरो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नु होला र भिडियो मनपर्छ भने भिडियोलाई लाइक अवश्य गर्नु होला भन्दै बाँकी कुरा भनेको हामी गर्दै गरौँला तर अहिलेको लागि चाहिँ भने म भिडियोलाई सुरु गर्न चाहन्छु कृपया भिडियोलाई हेरेर इन्जोय गर्दै गर्नु होला इन्जोय द भिडियो गाइस है त तपाईँको बोयफ्रेन्ड ए बा बोयफ्रेन्ड पनि छ अनि यति सानै उमेरमा किन बोयफ्रेन्ड बनाउनु भएको त अनि 20 वर्ष भनेको सानै त हो नि होइन अनि आफ्नो करियर बनाउने बेलामा बोयफ्रेन्ड बनाउने हो त करियर सँगसँगै घर कहाँ हो कहाँ हो रे के हो त्यो भनेको होइन त्यो भनेको मैले फर्स्ट टाइम सुन्दैछु कि कुन जिल्ला पर्छ काठमाडौँ नै हो ए अनि त्यस्तो भन्नु नि त कहाँ नाङ्लेबारी हामीले सुनेकै हुँदैन अनि गाउँको नामै नाङ्लेबारी रहेछ अनि पटाक ल मैले त त्यो बुझ्दैन त्यस्तो नाम त सुने पनि छुइनँ अनि बोयफ्रेन्ड चाहिँ कहाँको थलीको अनि बोयफ्रेन्ड चाहिँ कति वर्षको नि 40 वर्ष आफूभन्दा डबल उमेरको गरिदिने अनि नेपाल बस्न मन लागेन हजुर लाग्थ्यो अनि किन जान लानु भयो त विदेश अनि पैसा त यहीँ पनि कमाउन सक्थ्यो होला नि हौ अनि तपाईँहरू जस्तो युवा विदेश गएपछि त्यो मर्न लागेको केबी बाले के देश बनाउँछ त देश बनाउने भनेर युवाले भन्दा होइन र अनि त्यो मर्न लागेको केबी प्रचण्डे सेरेले के देश बनाउन सक्छ त हौ साइड लाइट बाल्नु पर्दैन म्याम पाखा एक्लै जान लाउनु भएको कि दुईजनै जान लाउनु भएको एक्लै हो अनि बोयफ्रेन्डलाई चाहिँ यहीँ छोडिराख्ने
अब फेरि तपाईँ जाबन हुँदाखेरि अर्को बिहे गरेर बस्छ नि तपाईँ जाबन हुँदाखेरि अर्को बिहे गरेर बस्छ नि बस्दैन पुरा विश्वास खै आजकलको मान्छे त अब बिहे गरिसकेको मान्छे त्यस्तो गर्दो रहेछ पुरा विश्वास छ नि त त्यस्तो विश्वास छ है ल तपाईँको विश्वास कहिले पनि नतोड्नु उसले होइन तपाईँको विश्वास कहिले पनि नतोड्नु क्या शुभकामना भने क्या राम्रो होस् भने क्या तपाईँको जापानको यात्रा पनि राम्रो होस् अग्रिम भन्नु न हजुर भिजा नि आओस् भन्नु न भिजा चाँडोभन्दा चाँडो आओस् अनि सबै कामहरू सोचेको जस्तो होस् अग्रिम शुभकामना लाग्छ नि फेरि मैले बोलेको त लाग्छ नि फेरि त्यही यही भन्दा त अनि सबै भइरहेको छ त जसले पनि मैले बोलेको मात्रै लाग्छ भन्ने सबैले मैले बोलेको मात्रै लाग्छ भन्ने होइन हौ अरूले बोलेको लाग्छ लाग्दैन त्यो मलाई थाहा भएन तर मैले बोलेको चाहिँ प्रायः लागिरहेको हुन्छ किनभने मैले त मनदेखि भने हो नि त मनदेखि भन्ने लाग्छ नि अन्त पढ्न जान लाउनु भयो कि वर्किङ भिजामा हो म स्टुडेन्टमा स्टुडेन्टमा जापान जान सजिलो छ हो अहिले अब हाम्रो ब्याचसम्म चाहिँ सजिलै मान्छेहरू धेरै गइरहेको छ अब यो जुलाई इन्टेक अक्टोबर इन्टेकहरूलाई चाहिँ गाह्रो गर्छ त्यही त नि अहिले त म्याक्स धेरै गयो क्या म्याक्सिमम जापानको लागि ट्राई गर्दै रहेछ अनि मैले अनि अरू कन्ट्रीमा जानुलाई चाहिँ कस्तो गाह्रो छ जापानमा इजिली भिजा नि पाइरहेछ त्यही भएर मान्छेहरू अहिले प्रायः जस्तो त्यही जापान युज तर अब गाह्रो छ नेट पास गर्नुपर्छ भन्दैछु के गर्नुपर्छ नेट पास गरेर मात्रै एप्लाई गर्नुपर्छ भनेर भन्दैछु ए अनि जापान भाषा त अब मस्त सिकिसक्नु भयो होला होइन के भयो सिक्दै अझै पनि छैन भाषा त कहाँ अर्काको भाषा सिक्दै बस्छ अनि भाषा नसिकी त कामै छैन नि त्यहाँ त फटाफट मात्रै हो हामी जस्तो एजेड मान्छेहरूले दिएको आशीर्वाद लाग्छ नि त हामी जस्तो बुढापाकाले दिएको आशीर्वाद त लाग्छ नि त होइन म फेरि ट्याक्क लोकेसनमै जाने बानी कि मेरो चाहिँ त्यो दायाँ बायाँ गर्न मन लाग्दैन है वजनको पक्का मान्छे हुन्छ नि त्यस्तै हो कि म है मिलेसम्म त यो कोठाभित्र लिन आऊ भन्ने जस्तो कुरा गर्छ नि त त्यसको त्यो नौटङ्गी कुरो सुन्नुभन्दा बरु आफै गएर बस्यो त्यसको घरको ढोकामै आनन्द क्या है आजकल त नि यो पेसेन्जरहरू पनि यति मात्ने भइसकेको छ कि अलिकति पनि हिँड्न मान्दैन हौ जति सुविधा भयो त्यति बिग्रिँदै जान्छ होइन यस्तो नि त गाडी बाइक नछिने ठाउँमा अब कुनै त अब बाटो पनि देखाएको हुँदैन त्यो घरतिरको अलिकति यहाँदेखि त्यहाँसम्म हिँडिदिनु भयो भने सजिलो हुन्छ नि त होइन त्यो पनि बुझ्दैन क्या त्यस्तो भएपछि चाहिँ गाह्रो हुन्छ क्या तपाईँले त्यस्तो गर्नु त भएको नि अहिलेसम्म छैन है त्यस्तो गर्नु पनि हुन्न नि सकेसम्म त हामी पनि गइहाल्छौँ नि अब हाम्रो कामै त्यही हो त होइन घर यतै हो तपाईँको चाहिँ होइन म यता पूर्वबाट हो पूर्वबाट ए मतलब यतै बस्नुहुन्छ होला नि बस्न त हजुर बस्न त यतै बस्नुहुन्छ होला नि हजुर अहिले चाहिँ यतै छ पूर्व धरान पूर्व उदयपुर ए उदयपुर सुन्नुभएको थियो सुनेको छु उदयपुर नसुन्ने कुरै हुँदैन उदय अगाडि पनि तपाईँको छिमेकी हो कि होइन फर्की हेर्नु भएको छ त्यही भएर के कास्ट हो भनेको ए म त नेवार हो नि ल उदयपुरतिर पनि नेवार हुँदो रहेछ होइन हजुर उदयपुरतिर पनि नेवार हुँदो रहेछ है हजुर हुन्छ ल राजभण्डारी हो यहाँ चाहिँ के गर्नुहुन्छ तपाईँ हजुर यहाँ चाहिँ के गर्नुहुन्छ प्लस 2 गरेर आएको हो अब नर्सिङतिर ए अब नर्स पढ्नु हुने यो नर्स डाक्टरहरूलाई चाहिँ रोग लाग्छ कि लाग्दैन होला है यो नर्स डाक्टरहरूलाई चाहिँ रोग लाग्छ कि लाग्दैन होला है हजुर लाग्छ होला तर अब
आफूले कन्ट्रोल गर्छ। तर फेरि उखानै छ नि, सुन बेच्ने मान्छेले सुन लाउँदैन रे, हजुर ठेकदारको घर गतिलो हुन्न रे भन्ने उखानै छ नि होइन। तर बढी रोग पालेर त बस्या हुँदैन होला नि तिनीहरूले होइन, के हुन्छ के कसो हौ? खै भर्खर भर्खर आउनु भयो तपाईँ? होइन म आएको त भयो नि, ऊ के बाहिरको लागि गरेको थिएँ, अँ अनि फेरि बाहिरको लागि छोडेर नर्स नै गर्छु भनेको कि। सही गर्नुभएछ तपाईँले। अब नराम्रो नराम्रो सुनिन्छ अनि सबैको राम्रो कहाँ भएको छ र भने अब त्यो मान्छेको सोच गलत हो कि, यहाँ गर्न नसक्ने मान्छेहरू हो कि त्यो बाहिरको आश गर्ने लोभ गर्ने भनेको। मुटुमा दम भएको मान्छे त यहीँ गरिहाल्छ नि। अब जुन मान्छे त्यो केही गर्न सक्दैन, यहाँ त्यो गर्ने आँट हुँदैन नि, त्यस्तो मान्छेहरू मात्रै बाहिर खोज्ने हो क्या। ए बाहिरको लागि ट्राई गर्दा गर्दा थाकिसक्नु हुँदा है। यो नेवरहरू त अलिक छुच्चो हुन्छ अरे नि त, हजुर यो नेवरहरू त अलिक छुच्ची हुन्छ अरे नि त। हो के हुन्छ? छुच्ची के छुच्ची? छुच्ची? अँ ए म त फिम्बर हो, हजुर म मिक्स हो कि। मतलब मेरो मम्मी राई, मम्मी बोजू पनि राई, बुवा चाहिँ नेवर? बाबाको मम्मी पनि राई, अँ मेरो मम्मी पनि राई हो कि। तपाईँ नेवर चाहिँ कसरी भयो त नत्र? बाबा राई हो, यो बाबा नेवार हो नि त। ए अनि तपाईँ मम्मीहरू चाहिँ राई हो कि। चाहिँ यसो अब झट्टै त तपाईँलाई त थाहा होला नि त होइन, अब त आफ्नो आनी बानी थाहा हुन्छ नि त। हजुर तपाईँ चाहिँ कस्तो खालको हुनुहुन्छ, नेवर जस्तो कि राई जस्तो कि? अब तपाईँको स्वभाव के? म अलिक राईतिर छु। ए भनेपछि अलिकति कुल टाइपको हुनुहुन्छ। हाम्रो घरमा पनि मेरो घरतिर पनि नेवार घर राज भण्डारी भएको मेरै घरमा त हो कि, ए मेरो ठाउँमा पनि। नत्र सबै राई लिम्बू नै हुनुहुन्छ? हजुर त्यो चाहिँ बाहुन राई। भनेपछि राई भाषा त बोल्न आउँछ होला नि? ए त्यो न त राई भाषा सिक्यो न त नेवार भाषा, बिचमा भएर दुइटै। ल तपाईँ पनि मान्छे चाहिँ हो रहेछ है, माने मैले भनेपछि न राई भाषा न नेवार भाषा है, हजुर बिचमा हो। बिचमा। म फेरि कस्तो खालको मान्छे भने नि, एउटा केटी मान्छेले राम्रो बोल्यो भन्दा मसक्कै हुने क्या, त्यो के भन्छ त्यो भुदुक्कै हुने क्या, त्यो मान्छे साह्रो नराम्रो हो मेरो। त्यही भएर होला अहिलेसम्म एउटा केटीले पनि फर्केर हेर्दैन हौ मलाई त। अब धेरैवटासँग ताक्नु भयो होला, त्यो भएर होला नि। त्यस्तो छुइनँ, कहाँ ताक्न सक्ने क्षमतै छैन मेरो, बोल्नै आउँदैन केटीसँग कसरी बोल्नुपर्छ, त्यो भएर चाहिँ होला के बरु। अब कोही छ होला जस्तो तपाईँलाई पसिरहेको यहाँ? खै आजसम्म छैन। यो जुनीमा यस्तै पारा भन्दा बुढो गर्ने बस्नु पर्ला जस्तो लागिसक्यो। यो जुनीमा यस्तै पारा भन्दा बुढो गर्ने बस्नु पर्ला जस्तो लागिसक्यो। होइन हौ, म बेला बेलामा ऐना हेर्छु कि, ऐना हेर्दाखेरि पनि त्यति साह्रो नराम्रो त छैन जस्तो लाग्छ फेरि। तर खै किन हो किन हेर्दैन भने कसैले मलाई त। तपाईँको त बोयफ्रेन्ड होला होइन? तपाईँको त बोयफ्रेन्ड होला होइन? मेरो पनि छैन। लो जाने होइन होला तपाईँको त? छैन। अहिलेसम्म बोयफ्रेन्डै छैन? हजुर टाइम नभएर हो कि आफूलाई सुहाउँदो नपाएर हो कि किन हौ? मलाई पनि बोल्नै आउँदैन। ल हामी दुईजनाको कुरो मिल्छ है क्या त्यसो है? हामी दुईजनाको कुरो मिल्छ है क्या त्यसो है? कस्तो बात गर्यो? हजुर सुन्नु भएन? हो माम भएको कत्रो यार, दुईजनाको कुरो मिल्छ है क्या हो भने? होला। के हो त, म पनि सिङ्गल तपाईँ पनि सिङ्गल रहेछ त्यसो भए होइन? सरी ल, अप्ठ्यारो नमान्नु। म भ्लग गरिरहेको हुन्छु नि त। क्यामेरा देख्नु भएको छ अगाडि? यसो तपाईँको दिमाग मात्रै चार्दै क्या। म अब यसो राइड गर्दाखेरि मैले भिडियो पनि बनाएर हुन्छु कि सँगसँगै। रमाइलोको लागि मात्रै है, मैले बोलेको कुरा तपाईँले नरिसाउनु होला नि फेरि। मैले के बोले रहेछ भनेर सुन्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला
अभि ब्लग्स हजुर त्यही नै हो ओके गाइज है फाइनली मेरो चाहिँ यो राइड पनि कम्प्लिट भइसकेको छ जस जिस्काउन खोजेको मसँग त खोइ यार के भयो हो खासै त्यस्तो कडक खालको मान्छेहरू नै पर्दैन कि होइन कडक खालको मान्छेहरू परेको भए चाहिँ अलि मजा आउँथ्यो अब जो पनि अलिकति सोझो टाइपको मात्रै पर्छ कि होइन त्यसपछि अलिक मजा आउँदैन नि त जिस्काउनको लागि दुईतिर दोहोरो भिड हुनुपर्छ कि अनि मात्रै मजा आउँछ कि हरेक कुरामा होइन दुईतिरबाटै अब प्रहार भयो भने चाहिँ मजा आउने हो तर त्यस्तो भएन सो ठिकै छ अब नेक्स्ट राइड हेरौँ है त गाइज